गर्दा एउटा क्वेसन चाहिँ मलाई गर्ने मन लाग्यो, यो धेरैजनाले मलाई रिक्वेस्ट पनि गर्नुभएको थियो सोधिदिनु पर्यो भनेर। तपाईँको जीवनमा यसलाई अनर्थ रूपमा नलिनु होला, तपाईँको जीवनमा कुनै दिन तपाईँको प्रेमिका थियो? प्रेमिका भएर त बिहा गरे त नि। ठुलो कुरो होइन, कपाल काट्दा मन्त्री हुने हो, त्यसो भए त खौरेर आउँथे। मन्त्री भएर अनि सरकारी नुन चाखेपछि त्यसैको लत बस्यो भन्ने खालको मैले आफैले नुन किनेर खाएको हो नि। त्यस्तो पनि हुन्छ स्टेटस। मेरो स्टेटस हेर्नु न, होइन त्यो मेरो स्टेटस मात्रै भेला गर्नुभयो भने एउटा यत्रो किताब बन्छ, पछि केटाकेटीले पढ्दा। कसैले बोलेन भन्दा हामी बोल्नु पाइँदैन। तपाईँ नागरिकता नभए मान्छे अमेरिकाको नागरिकता लिएर तपाईँले अस्ति नागरिकता लिनुभयो नि, आफै लिनुभयो नि। त्यही भएको यो पसल कसको? मेरो। यसको दर्ता छ? अब छ कि छैन, अब त्यो एकचोटि देखाइदिनु, एकचोटि हेर्नु पायो कस्तो रहेछ। अब हजुर दर्ताको लागि हेर्नै पर्ने मान्छे त होइन होला। यहाँलाई दुई तिनवटा प्रश्नहरू सामाजिक सञ्जालमा आइरहेका छन्, होइन? अब एउटा चुनावी सरकारको मुख्यमन्त्री हुनुभयो र हुन्न भन्दा नै उम्मेदवार भइहाल्नुभयो भन्ने खालको प्रश्न गरिराखे। फटाएर चाहिँ पनि भने खान् नि त। उहाँको कुरा चाहिँ यस्तो छ हजुर, यतिखेर सुन्नु न, यस्तो छ मलाई त सबैको माया लाग्छ। मलाई त किरा फट्याङ्ग्रा झिँगाको सबैको माया लाग्छ, होइन? मलाई टोक्ने मच्छर त म मार्दिनँ। चुनावमा आउँदैन भनेर भनिराख्नु भएको थियो हजुर शिक्षा मन्त्री हुँदै गर्दाखेरि, होइन? युवाहरूले जेनजीहरूले चाहिँ भगवान्ले लेखिदिए रहेछ, चुनावमा उठ्नु भनेर भगवान्ले लेखिदिए रहेछ। मैले थाहै पाइनँ, कसैको थाहा गर्नुपर्छ। अन्तिममा ल निर्देशक निशान्त बस्नेत कि गायिका जान रातै म घरै जान्छु। आज यहाँ चाहिँ अनुहार देखाउन आएको हो। आफैलाई सेल्फ एनालाइसिस गर्दाखेरि चाहिँ महावीर पुन को हो जस्तो लाग्छ हजुरलाई? मन्जी हो। समाज कस्तो अवस्थामा गयो? हामीले त भन्न पर्थ्यो ऋषिदामलाई ठिक काम गर्यो। मधेसको एजेन्डाको कुरा गर्दाखेरि आज त मलाई ट्र्याक्टर के हाम्रो देशमा ट्र्याक्टर चलाउँदाखेरि कति गाह्रो हुन्छ ट्र्याक्टर चलाउनेलाई। त्यो ठाउँमा बसेर काम गरौँ न, दिनभरि उसले ट्र्याक्टर कसरी चलाइराखेको होला। ट्र्याक्टर त पर जाओस्, ढङ्गले साइकल पनि चलाउन सक्नु भएन हुन्छ नि। छैन, साइकल पनि म चलाउँछु। अब मौका आउँदैछ क्या, धेरै बुढो भएको छैन। अघि बुढो त म भएको छु नि, म त 71 वर्ष पुगेर 72 वर्षमा लाग्यो। यो लास्ट चान्स हो। अर्को पटक म उठ्दा पनि उठ्दैन, उठ भनेर भने पनि उठ्दैन। ल होइन, हुन त फेरि 1% चान्स त हुन्छ। जस्तै गीतमा घुमाएर पनि छ, जस्तै उदित नारायण झाको कहिले तिम्रो पछ्यौरीमा अल्झे, कहिले तिम्रो चौबन्दीमा अल्झे। त्यो गीत चाहिँ सभ्य अरे, हाम्रो ऱ्याप ब्याटल चाहिँ असभ्य। एउटा काङ्ग्रेसको सभापतिले देशभरमा उम्मेदवार पाएन भने सिंह लड्न आफै आउनु पर्यो। सभापतिसँग हार्यो भने पनि मजा छ, जित्यो भने त राष्ट्रको हिरो हुन्छु। अब प्रधानमन्त्री भन्छ, ठग दसको बाख्रा चोर प्रधानमन्त्री भन्छ। तर मैले भनेको छु, मैले अहिलेसम्म कसैलाई धोका दिएँ होइन, दिन पनि दिन्न भनेको छु। त्यही भएर तपाईँहरू आफै विचार गर्नुहोस्। राइतीबाट अब जितेर जानु पर्यो क्या, सबैले जितेर त जानु त्यसै टुल्नु आएको त होइन। केही भन्नेवाला छैन, होइन? तपाईँहरू चाहिँ छलफल गरेर अब कसलाई भोट दिने हो दिनुहोस्। तर मेरो एउटै अनुरोध के छ भने, म युवा त होइन, तर युवा भन्ने कम छैन।
तपाईँको नि त्यसले गर्दाखेरि सारा कुरालाई हेर्दाखेरि स्ट्याटसको विषयमा नि जुन फेरि तपाईँले स्टेटस सुन्नु न, मेरो विरोधीहरूलाई भन्छु म, हर्क साम्बाङलाई धेरै नपारले चुनौती नदिनु, म जति स्टेटसै त लेख्न सक्नुहुन्न, के कुरा गर्नु। उहाँको नेतृत्वमा हामी युवाहरू पछाडि बसेर अगाडि बढिरहेका छौँ नि त। अब त यस समाजलाई हामी सभ्य बनाउने, हजुरहरूको लागि त विकल्पै थिएन, हामीले त विकल्प लिएर आएका छौँ। त्यसैले अब हामी गर्छौँ क्या, बुवा हजुरहरूले चाहिँ हामीलाई साथ दिनु पर्यो बुवा हजुर। हो, पब्लिकहरू फ्रस्ट्रेसन भएको छन्, तर त्यो फ्रस्ट्रेसन भएको मान्छेहरूको यहाँ मैले कति अनुहार देख्छु। हिजो माओवादी झक्कु सुवेदीलाई नि जिताउनु भयो, त्यत्तिकै छोडिदिनु भयो है। सुन्नु न, हिजो त्यसपछि दिपक कुइकेललाई नि जिताउनु भयो यहाँबाट, त्यो पनि त्यत्तिकै छोडिदिनु भयो। हिजो माधव नेपाललाई नि जिताउनु भयो, छोडिदिनु भयो। माधव नेपाललाई नि हराउनु भयो, फेरि अर्को गर्नुभयो होइन। अब होला आज भोलि तपाईँलाई जिताउनुहुन्छ होला, तर तपाईँलाई पनि त्यसै गरी छोड्ने अवस्था नआओस् होइन। त्यसै गरी तपाईँले मात्र होइन, पब्लिकले पनि, जनताले, इभन भोटर्सले पनि तपाईँलाई पनि छोड्ने अवस्था नआओस् र तपाईँले पनि छोड्ने अवस्था नआओस्, त्यो भयो भने राम्रो। तर म चाहिँ भोट दिँदिनँ होइन। अब तपाईँहरूलाई अब शुभकामना। ढुङ्गालाई उसिनेर आलुदम सक्दैन बनाउन सकिन्छ, त्यो भन्नु र केपी ओलीलाई होइन जिताएर यो देशको विकास गर्छु भन्नु एउटै हो क्या। बात त सही मन्त्री भए पनि नभए पनि, जे भए पनि नभए पनि मलाई त कसैले भन्नु पर्दैन, म आफै गरेको, कसैको तलब खाएर गरेको होइन। अहिलेसम्म जागिर खाएको छैन, अलि उमेर भएको छैन जागिर खाने। वातावरणमा जसरी आजको नेपाली पत्रकारितामा एक आपसमा छ नि वक्ताहरूले आफ्नो कुरा राखिरहँदाखेरि त्यहाँ विवादहरू भएको छ। म विवाद भएको छैन, जनता जान चाहन्छन् कार्यक्रम भन्दिनँ, तर इस्युमा मुद्दामा जनताका सरकारको विषयमा विवादलाई झन् यसरी आगो लगाउन ठोस्नुहुन्छ कि उनीहरू विवाद बस्यो भने तपाईँ पर बसेर ताली पड्काएर मुख दर्शक भएर बस्नुहुन्छ? उहाँहरू झगडा गरिरहनु भएको छ भने म चुप लागेर बस्दिन्छु। मेरो खराब पानी छ, मेरो खराब पानी छ। कुरा बुझ्यो नि, किनभने मैले चाह्यो भने म त निस्किन त सक्छु नि त, तर निस्किँदाखेरि असहज हुन्छ होइन। के कुरा चाहिँ तपाईँलाई अप्ठ्यारो लाग्छ? मान्छेले फलो गर्छन्, प्रहरी र पुलिसले चाहिँ सुरक्षा दिन्छन् होइन। त्यही सुरक्षा चाहिँ मन पर्दैन, त्यो पनि मन पर्दैन, मान्छेले फलो गरेको पनि मन पर्दैन। बाटोमा हिँड्नै हुँदैन, सेल्फी खिच्न आइहाल्छ मान्छे। अब उहाँ चाहिँ त्यतिखेर नै फेरि अब राजसभाबाट उठ्ने भन्ने खालको गरेर उहाँ उता जानुभयो, उहाँको आफ्नो नैसर्गिक अधिकार हो, त्यस्तो छ क्या। काङ्ग्रेस एमालेको पनि त फेरि यो पुरानै गढ हो, उहाँहरूलाई त भोट दिँदैनन् जनताले, पाप लाग्छ। तथ्य प्रमाणका आधारमा बहस गर्न सक्नुहुन्छ। भनिदिए त भोलि कम्बोडियामा 32,000 करोड। करोड त्यो मात्रै किन भन्ने, अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै होला। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? किनभने सुदन गुरुङ जो जेनजी अभियन्ता अगुवा भन्नेले चाहिँ बालेन शाह, कुलमान घिसिङ र अब रवि लामिछानेलाई हामी एक गर्छौँ भनेर भनिसक्नु भएको छ। तपाईँलाई चाहिँ एक्लै जस्तो देखिन्छ, के हो यो? कार्य त अहिले हामी कोहीसँग पनि सोचेका छैनौँ, त्यस्तो छ। हामी आफ्नै तरिकाले जान्छौँ अगाडि। भन्छ यहाँ चाहिँ एकल ढङ्गले अगाडि बढ्नुहुन्छ? एकल होइन, 3 करोड नेपाली छौँ। अत्यन्तै तुच्छ नि सर, अत्यन्तै तुच्छ। राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। मेरो खराब पानी छ, मेरो खराब पानी छ। रवि लामिछानेजीहरू अहिले चाहिँ आइराख्नु भएको छ नि, म त स्वतन्त्र पार्टी पनि भन्दिनँ, स्वतन्त्र त्यो हाम्रो नाम हाइज्याक गर्नुभयो होइन, पार्टीको नाम अपहरणकारी पनि हो उहाँ। म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्रीहरू भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरा म अहिले पनि विश्वास गर्छु। आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीहरू मध्ये कसैलाई गएर प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ, यति कुरा दावाका साथ भन्न सक्छु। त्यही चलाउँछौँ भन्ने विश्वासको साथ बन्ने प्रयास पनि गरेको।
पोलिस मन्त्री तसा पाखरा चोर अब भोलि हुन्छ माटो प्रेमीहरूको भेला भुटोलमा खतरा खतरा हुन्छ त्यो विश्वास छ काठमाडौँले सुनिन्जेल हामी नारा लाउँछौँ त्यहाँ आएर लौ त नि मन्त्री बनाइदिन्छु भन्छ उबाट लौ बनाऊ भनेर सम्हाल्ने काम त तपाईँको नै हो नि अब मैले मात्र सम्हाल्ने होइन अब भनौँ न विभिन्न मन्त्रीहरूले त्यो सम्हाल्ने काममा देशलाई चाहिँ हुन्छ भने भनेर त्यही पनि फेरि 6 महिनाको लागि हो भनेपछि म पनि खुसी भएँ क्या। मैले एउटा घोषणा गरेको जानी दिनमै रौतरमा पुगेको दिनमै मैले घोषणा गरेको छु त्यहाँ अब म एउटा मेडिकल कलेज खोल्छु, त्यहाँ चाहिँ एउटा मेडिकलको हब बनाउँछु चन्द्रनिगापुरमा। तपाईँलाई थाहा छ त्यो अब एजेन्डा बोकेको छु मैले। त्यो एजेन्डा ठिक होइन कि मेडिकल कलेज नखोल्ने, कि किसानहरूलाई हामीले सेवा सुविधा नदिने। पूर्वाधारमा सडक त्यहाँ मूल सडकको कुरा गर्नुभयो तपाईँले, तर भित्री सडकको अवस्था कन्त बिजोग छ, पिच भएको छैन। मान्छेहरू तपाईँलाई देख्यो भने गाउँ भाग्छन्, त्यस्तो अवस्था छ कतिपय गाउँमा। तपाईँ यहाँ बोल्दा बोल्दै पनि भावुक हुनुहुन्छ। होइन, मेरो भनाइ चुनाव प्रचारका क्रममा तपाईँको अश्रुधारा अथवा त्यो रोएको मैले त्यहाँको एउटा हो। पहिले झापा 5 मा उम्मेदवार उठाउनु भनेको बालेन शाहलाई हराउनु हो, राईलिम्बुको भोट काट्नु हो भन्ने आरोप छ क्या मेयर सर। कसलाई? बालेन शाहलाई। अनि राईलिम्बुले बालेनजीलाई भोट हाल्नुहुन्छ र? मुड फर अनदर केही तपाईँले 2 चोटि गराइसक्नु भयो, अब म गर्दिनँ। अब तपाईँको सुन्छु म एकचोटि। मेरो सुन्नुहुन्छ? हजुर। ओके। य य य सही हो, सही दामी। य य कसलाई सम्झेर लेख्नु भएको? काम के गर्नुभयो त उहाँले? एउटा अस्ति मैले अघि भने न, मकै पोल्नेलाई खेदाउने, फुटपाथ व्यापारीलाई खेदाउने, सुकुम्बासीको ऊ गरेर कबाडीलाई खेदाउने बाहेक फोहोर व्यवस्थापन सुन्नु न, यता सुन्नु न, त्यो बाहेक उहाँले एउटा टोइलेट पनि बनाउनु भएन अरे क्या। लासाबाट सिखार्जेबाट यहाँ आइपुग्छ कि पुग्दैन, तर केरुङ काठमाडौँ काठमाडौँ पोखरा पोखरा लुम्बिनी रेलवे केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौँ। छिटै मान्छेले अनुमान गरेका छैनन् कति छिटो काम हुन सक्छ भनेर। कीर्तिपुरलाई नेपालको यस्तो नमुनाको नगर बनाउन सकिन्छ जसको घरबाट निस्किएका बच्चाहरूले अबको 5, 6, 7, 8 वर्षपछि यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन्। यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर दिनको महिनाको 2 लाख, 3 लाख, 4 लाख यही डाँडामा बसेर आम्दानी गर्नेछन्। आर यु कमेडी मी?